छोरा म त्यहाँ आमा झापाबाट आएको अहिले चाहिँ झापामा मेरो घर हो अनि बाबाहरू झापामा गएर बसेको हो बाबाहरू पहिला सिलगढी इन्डियामा बसेको सिलगढीबाट नेपालमा आएर बसेको झापामा जिल्लामा आएर बसेको हामी आमा अनि अहिले कसरी थाहा भयो त यहाँ कुल पूजा गर्दछन् भनेर भन्नु न आमा भन्नु न भन्नु होइन कान्छोले भन्यो कान्छोले फोन गरेर बोलायो आउनु कुल पूजा छ भनेर हाम्रो जन्मभूमिमा बुबा जन्मिएको ठाउँमा टेक्यौ भन्नु न बुबा जन्मिएको ठाउँमा छोराहरू टेक्नु नै पवित्र भयो भन्नु म आमा अझै छु देख्न पायो भन्नु ए दाइ छोराले ल्याएको धोती लाएर चिटिक्का परे बस्नु भएको छ सम्झेर है आमा हुनुहुन्छ भनेर धोती कमाएर पैसा कमाएर धोती ल्याइदिएको हेर्नु त त्यहाँ मन पर्यो आमालाई भेट्नु पाउने मेरो सौभाग्य जिउँदो देउता तपाईँ नै हो जिउँदो देउता हो ढुङ्गाको देउता बोल्दैनन् जिउँदो देउता तपाईँ त देउता बोल्नुहुन्छ ढुङ्गाको देउता बोल्दैनन् आमाले लुगा लाउँदाखेरि दाइलाई कस्तो खुसी लाग्यो धेरै खुसी लाग्यो आमालाई दिन पाउँदा होइन आमा हाँसेको मलाई धेरै खुसी लाग्यो यही नै मेरो सौभाग्य हो कुल पूजा गरेको नि खुसी हुनुभयो कुल देख्न पाउनुभयो ल जय होस् त जय होस् त ल जय होस्